नमस्ते साथीहरू। आजको यो विशेष जानकारीमा एकदमै स्वागत छ। हेर्नुस्, हामीमध्ये धेरैको सपना हुन्छ नि युएई जाने, तर खर्च र झन्झट सम्झेरै पाइला रोकिन्छ। आज म तपाईहरूलाई एउटा यस्तो गजबको ट्राभल सिक्रेट भन्न गइरहेको छु नि, जसले नेपालबाट युएई जाने सोच बनाइरहनु भएका साथीहरूको लागि साँच्चै नै जादु जस्तै काम गर्नेछ। एकदमै सस्तो, एकदमै भरपर्दो। ल, अब ढिला नगरी सुरु गरौँ है त। अब युएई जाने भन्नासाथ दिमागमा के आउँछ? भिजाको टेन्सन, महँगो हवाई टिकट अनि कहाँ गएर बस्ने भन्ने होटलको चिन्ता होइन त? सुन्दैखेरि कति झन्झटिलो लाग्छ। दूतावास थाउनु, अनलाइन फर्म भर्दा भर्दै हैरान हुनु, साँच्चै नै टाउको दुखाइको विषय हो यो। तर के यो साँच्चै त्यति नै गाह्रो हुनुपर्छ त? पक्कै पर्दैन। आज हामी यही सबै झन्झटलाई कसरी चुट्कीको भरमा हटाउन सकिन्छ भनेर हेर्दैछौँ। तपाईहरूको यही सम्पूर्ण टेन्सनलाई सधैँको लागि अन्त्य गर्न बजारमै एकदमै प्रतिष्ठित र विश्वासिलो नाम रोयल एभरेस्ट ट्राभल एजेन्सीले एउटा खतरा बम्पर अफर ल्याएको छ। विदेश यात्रामा सबैभन्दा ठूलो कुरा भनेकै विश्वास हो नि, होइन र? हो, यो त्यस्तै 100% भरपर्दो कम्पनी हो जसले तपाईँको यात्राको सम्पूर्ण जिम्मा आफ्नो काँधमा लिन्छ। तपाईँले बस आफ्नो ब्याग गर्ने, बाँकी सबै टेन्सन उनीहरूको। अब सुन्नुस् है त यो प्याकेजको कुरा। मूल्य सुन्दा तपाईहरू पक्कै छक्क पर्नुहुनेछ। मात्र 1,50,000 रुपैयाँ। हो, तपाईले ठिक सुन्नुभयो। यति सस्तो मूल्यमा उहाँहरूले के दिँदै हुनुहुन्छ थाहा छ? पुरै 60 दिनको युएई भिजिट भिजा, आउने जाने दुवैतर्फको राउन्ड ट्रिप हवाई टिकट, सुरक्षित होटल बुकिङ र अझ सबैभन्दा गाह्रो मानिने पिसिसी प्रक्रियाको सम्पूर्ण काम। एउटै प्याकेजमा यति धेरै कुरा, त्यो पनि यति सस्तोमा पाउनु भनेको त साँच्चै नै चिट्ठा परे जस्तै हो। अघि मैले पिसिसी अर्थात् पुलिस क्लियरेन्स सर्टिफिकेटको कुरा गरेँ नि। हो, यो त्यही डकुमेन्ट हो जसले धेरैको पसिना छुटाउँछ। यसलाई नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौँमा रहेको युएई दूतावासबाट पूर्ण रूपमा प्रमाणित गराउनुपर्छ। लामा लामा लाइन र सरकारी कामको झन्झट सम्झिनुस् त। तर रोयल एभरेस्ट जस्तो अनुभवी र प्रतिष्ठित एजेन्सी भएपछि तपाईँले केही चिन्ता लिनै पर्दैन। यो सम्पूर्ण जटिल कानुनी प्रक्रिया उहाँहरूले नै एकदमै सुरक्षित र भरपर्दो तरिकाले सम्हाल्नुहुन्छ। अब अर्को एउटा रमाइलो कुरा सुनौँ। यदि तपाईँसँग पहिले नै पिसिसी बनेको छ भने नि यो अफर अझै सस्तो हुन्छ। सिधै 20,000 रुपियाँ छुट। अघिको 1,50,000 को प्याकेज अब मात्र 1,30,000 रुपियाँमा झर्छ। हेर्नुस् त, कति पारदर्शी र इमान्दार कम्पनी। आफूले नगरेको कामको पैसा नलिने उहाँहरूको यो नीतिले नै प्रमाणित गर्छ कि यो कम्पनी कति ग्राहकमुखी र भरपर्दो छ। पैसाको कुरा गर्दा सुरुमै यति धेरै पैसा कसरी बुझाउने भन्ने लाग्न सक्छ, तर त्यहाँ पनि एकदमै ठूलो खुसीको खबर छ। यो पुरै प्रक्रिया सुरु गर्नको लागि तपाईँले सुरुमा मात्र 60,000 रुपैयाँ जम्मा गरे पुग्छ। सुन्दा पनि कति ढुक्क लाग्छ है। जम्मा 60,000 बाट तपाईँको सपनाको युएई यात्रा सुरु हुन्छ। एकैपटक ठूलो आर्थिक भार पर्ने कुनै सम्भावनै भएन। अब आउँछ सबैभन्दा महत्त्वपूर्ण र विश्वासिलो कुरा। बाँकी पैसा कहिले तिर्ने त? जति बेला तपाईँको भिजा स्वीकृत भएर हातमा पर्छ तब मात्र। हो, भिजा अप्रुभ भएपछि मात्र बाँकी रकम तिर्ने। बजारमा अरू ठाउँमा सुरुमै सबै पैसा मागेर पछि काम नहुँदा पैसा डुब्ने डर कति हुन्छ हामीले सुनेकै छौँ। तर यहाँ यो शर्तले नै स्पष्ट पार्छ कि रोयल एभरेस्ट कति निष्पक्ष र असाध्यै विश्वास गर्न योग्य कम्पनी हो। यो भनेको 100% ढुक्क हुने ग्यारेन्टी हो। अनि अर्को कुरा, रोयल एभरेस्ट भनेको काठमाडौँमा मात्र खुम्चिएको सानो कम्पनी होइन नि। यसको सञ्जाल एकदमै ठूलो छ। दुबई, शारजाह, अजमान जस्ता युएईका प्रमुख सहरहरूमा उहाँहरूकै कार्यालय र प्रतिनिधिहरू हुनुहुन्छ। यसको मतलब के हो भने नेपालबाट उड्ने बेलादेखि लिएर युएई पुगिसकेपछि पनि तपाईँले आफ्नै मान्छेको साथ पाउनुहुन्छ। विदेशी भूमिमा पनि यस्तो बलियो र भरपर्दो नेटवर्क हुनु भनेको हाम्रो यात्राको लागि एकदमै ठूलो सुरक्षा हो। अब यो जानकारीको अन्त्यतिर आउँदै गर्दा एउटा साथीको रूपमा मेरो सल्लाह के छ भने यस्तो सस्तो, सुरक्षित र प्रतिष्ठित कम्पनीको अफरलाई त्यसै खेर जान नदिनुहोस्। आजै अहिले नै उहाँहरूलाई सम्पर्क गर्नुहोस्। तपाईँले सिधै +971 55 492 4455 मा कल वा व्हाट्सएप गर्न सक्नुहुन्छ अथवा royalevereststravels@gmail.com मा इमेल पनि गर्न सक्नुहुन्छ। मनमा केही प्रश्न छन् भने निर्धक्क सोध्नुहोस्। यति राम्रो र सस्तो अवसर सधैँ कहाँ पाइन्छ र?
समग्रमा भन्नुपर्दा आजको हाम्रो यो छोटो जानकारीले एउटै कुरा प्रष्ट पारेको छ। युए यात्रा अब पूर्ण रूपमा सुरक्षित, सजिलो र भरपर्दो छ। जब रोयल एभरेस्ट जस्ता अत्यन्तै विश्वासिला विशेषज्ञहरूले जिम्मा लिन्छन् नि, तब अन्तर्राष्ट्रिय यात्रा साँच्चै नै रमाइलो अनुभव बन्छ। कुनै झन्झट छैन, कुनै लुकेको खर्च छैन। के अब त्यो सुन्दर देशको यात्रा सुरु गर्नका लागि आफ्नो झोला प्याक गर्ने बेला आएको होइन त? पक्कै हो। यो जानकारी अन्त्यसम्म सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईँको यात्रा शुभ रहोस्।